यहाँ यो प्राकृतिकले के अनुगमन र के दिमागमा एउटा चाहिने कुराहरूको प्रसङ्ग चलेको छ भने इन्डिया कसैको राष्ट्रमा केही हुन्थ्यो भने ऊ यति चिल्लाइ मिडियाहरू यो उसमा आउँथे। उसका मिडियाहरूले हर पल हर क्षेत्रमा चाहिँ सब कब्जा गर्थे। मोबाइलका चाहिँ पानाहरू उनैका हुन्थे। अहिले पाकिस्तानमा केही भएको भए उसले चाहिँ पाकिस्तानलाई ऐसे हुआ वैसे हुआ यहाँ हुआ वहाँ हुआ धमाका हुआ भन्ने थिए। इन्डियाका मिडियाहरू अहिले चुपचाप छन्। अनि त्यहाँभन्दा चाहिँ नि अत्याचार र त्यहाँभन्दा चाहिँ नि माथिको दमन के छ इन्डियाभित्रको। जब जम्मू काश्मीरलाई कब्जा गर्नु पर्दाखेरि मोदीले भयभरका कहाँ मान्छे बटुलेर ल्याएर सर्वदलीय बैठक बसाल्यो। नेपालमा अस्ति जिएमजी आन्दोलन हुँदाखेरि उसले यति चाँडो चाहिँ मिडियामा चाहिँ वक्तव्य जारी गरे। आफ्नो देशमा आगजनी हुँदा इन्डिया चुपचाप छ। कहाँ छ नि इन्डियाको मिडिया? ती मिडिया आउनु पर्यो नि। अब अर्काको देशमा हुँदाखेरि यति चाँडो पुग्छ, तर आफ्नो देशमा हुँदाखेरि त्यति चाहिँ सब इन्डियाको इन्टरनेटहरू सब बन्द गरिदिए। त्यो लोकतन्त्र र चाहिने राज संस्थाको डिएनए टेस्ट गर्न अमेरिका जाने मोदी आज कहाँ छ? भनेको थियो त प्राकृतिकले।